हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। र आज चाहिँ म डाइरेक्ट ड्युटीबाट मेरो साथीको घरमा आएको छु। मेरो बेस्ट फ्रेन्ड गया ये रहा वो कविनी। अनि तपाईहरुलाई मैले एउटा चीज इन्ट्रेस्टिङ चीज देखाउन गइरहेको छु साथीहरु। यो चाहिँ थुक्पा नुडल, यो होममेड थुक्पा साथीको मम्मीले बनाएर राख्नु भएको छ आमाले। एकदम दामी लाग्दैछ यो थुक्पा चाहिँ। योबाट बन्छ थुक्पा चाहिँ, जुन मैले तपाईलाई भिडियोमा अहिले देखाइसकेँ नि। यो चाहिँ हातवाला मेसिन हो, इलेक्ट्रिक वाला होइन नि। यो आफै घुमाएर बनाउनु पर्छ नि यसरी। ए र टाइम पाएँ अगर मैले पनि त्यो हेर्नु पाएँ भने चाहिँ तपाईलाई भिडियोमा जरुर देखाउने छु म। सो हाम्रो चाहिँ मोमो पार्टी पनि चल्दैछ, त्यो पनि म भिडियोमा देखाउने छु हजुरहरूलाई। र हामी यहाँ के गर्छौँ के खान्छौँ त्यो अगाडिको भिडियोमा हजुरहरूले देखिहाल्नु हुनेछ। सो बनिराख्नु होला मेरो भिडियोमा। मोमो बनाउँदै हुनुहुँदो रहेछ, एकदम स्पेसल। हाम्रो आमा यता हुनुहुन्छ, ब्युटिफुल। गाइसहरूलाई देखाइदिनु के को मोमो बन्दैछ आमा? चिकनको हो नि। चौकामा एकदम पछि चेन्ज गरेर पनि आइसके गाइस। यहाँ चाहिँ हेर्नुहोस् न, यो चाहिँ भित्रै बस्दो रहेछ सानो। काले निन्द्रा पुगे तेरो साथीको कुकुर है गाइस। अर्को पनि छ, त्यसलाई पनि म देखाउने छु। गरमा गरम मोमो रेडी छ गाइस, खाना आउनु होला। पाकिरहेको छ, प्रिपेयरिङ चल्दैछ यहाँ चाहिँ। मोमोको चटनीको लागि यो सब्जी फ्राई गरेको, पहिला फ्राई गर्ने हो अनि मिक्सीमा पिसेर चटनी रेडी हुन्छ गाइस। यहाँ टमाटर पनि काटेर रेडी छ र यो प्याज चाहिँ वहाँ सर्टेज भयो अनि त्यसको लागि काटेको। र यहाँ चाहिँ टमाटर फ्राई गरेको, हल्का सा फ्राई गर्दा भइहाल्छ अनि मिक्सीमा पिस्ने हो। यसको टमाटरको साइजमा चाहिँ नजानु होला गाइस, किनकि साइज चाहिँ ठुलो छ। ठुलो भए पनि केही छैन, भरमा मिक्सीमा पिसेर मसिनै गर्ने हो, यसलाई सानै बनाउने हो। त्यसैले यो चाहिँ ठुल्ठुलै पिस बनाइदिएको छिटो। यो चाहिँ मोमोको चटनी हो अनि यसमा चाहिँ बदाम, ड्राई चिल्ली अनि अरू के हालेको थियो हामीले? अघि देखादिसौ सबै त। टमाटर। यहाँ हाम्रो दिदी भिडियो कलमा हुनुहुन्छ। बिचारा खानु पाएको छैन अनि पेट दुख्छ भनिरहेको छ। सिलगढीबाट बिचारा थुक निल्दै बस्नु भएको छ। थुप्रै मोमो देखेर यहाँनिर मोमो छ। हजुर हे भगवान, अब यतिकै पनि मोमो बेसी खाएर पेट दुख्यो भने नि तपाईँलाई भन्ने हो। अनि हामी चाहिँ वेटिङ उयसमा छु, चटनी हालेर। यहाँनिर सबै रेडी छ, बस अब दुईजना मान्छे मिसिङ छ। हाम्रो चाहिँ मोमो पनि खान थाल्नु भयो सबैजनाले। आमा कस्तो भएछ? कल्पो कस्तो भयो? बनाउने मान्छे चाहिँ यो। म पनि खाएर हेर्छु, देख्दैछु। चटनी चाहिँ मलाई चाहिँ थप्नु भुलेछु। त्यो बोडी आमालाई दिन्छु सोचेको थियो नि त। अलिक चिसो भयो नि। राम्रो छ, टेस्टी। बुन्ने त जन्नत भेटे जस्तै रहेछ।